नमस्ते सम्पूर्ण दर्शकलाई। आज म फेरि पनि फरक खालको एउटा भिडियो ल्याएर आइसकेको छु। जति पनि क्रिकेट प्रेमीहरू हुनुहुन्छ, खुसीको खबर छ र हाम्रो एसियामा भएका जति पनि टेस्टहरू देशहरू छन्, कुनैले पनि नेपाललाई सिरिज खेल्न हौसला नदिएका भनौँ कि अब चान्स नदिएका भनौँ। हाम्रो पडोसी देश भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश यस्ता टेस्ट राष्ट्रहरू हुँदा पनि नेपाललाई सिरिजका लागि कसैले पनि नेपालप्रति माया देखाएनन् के। जति न्युज कमेन्ट्री गरे पनि फाइनली नेपालका लागि, क्रिकेट प्रेमीहरूका लागि खुसीको खबर छ। वेस्ट इन्डिजका सिइओ नेपाल प्रेमीका लागि ठुलो भूमिका भनौँ। सायद नेपालको क्रिकेटप्रति धेरै लगावले गर्दा पनि वेस्ट इन्डिजका सिइओले नेपाललाई धेरै उत्साहित र प्रेरणा दिने कुरा गरेका छन् र उनले नेपाल क्रिकेट बोर्डका लागि 4वटा म्याच T20 सिरिजका लागि आउँदै गरेका सेप्टेम्बर 27 तारिकदेखि म्याचको तालिका सेड्युल जारी गरिदिइसकेका छन् र नेपाल प्रेमीका लागि, जति पनि नेपाल क्रिकेट प्रेमीहरू हुनुहुन्छ उहाँहरूको लागि धेरै खुसीको खबर हो र हाम्रो नेपाल क्रिकेट बोर्डका लागि पनि धेरै खुसीको बोट हो। किनभनेपछि हाम्रा यस्ता सिरिजहरूले नेपालका खेलाडीलाई हौसला, उत्साह र प्रेरणादायक बनाउँछ। त्यसै कारणले नेपाल क्रिकेट बोर्डको लागि धेरै खुसीको खबर हो। हाम्रै पडोसी देशहरूले नेपाल क्रिकेट बोर्डका लागि सिरिज खेल्न दिएका भए धेरै अगाडिसम्म जान्थ्यो होला। फेरि पनि यो भूमिका वेस्ट इन्डिजका सिइओले नेपालप्रति देखाएकोमा धेरै धेरै धन्यवाद वेस्ट इन्डिजका सिइओ क्रिसलाई। र फेरि पनि नेपालका लागि धेरै खुसीको, गर्वको कुरा हो। किनभनेपछि नेपालले अरू पनि खेलाडीहरूसँग यसरी नै सिनियर खेलाडीहरूसँग खेल्न पाउने मौका धेरै राम्रो हो। किनभनेपछि नेपाल फ्यानका लागि पनि खुसीको खबर हो। र आउँदै गरेको T20 वर्ल्ड कपभन्दा अगाडि नेपालले वेस्ट इन्डिजमा T20 सिरिज खेल्नेछ। हवस् त, धन्यवाद। अरू पनि क्रिकेटका बारेमा जति पनि नेपाल क्रिकेट प्रेमीहरू हुनुहुन्छ, तपाईँहरूको लागि फेरि पनि म भिडियोहरू ल्याएर आउनेछु र एक लाइक, एक सेयर र कमेन्ट गरेर यो भिडियोलाई धेरैभन्दा धेरै अगाडि बढाइदिनु होला। किनभने तपाईँ जस्तै क्रिकेट प्रेमीहरूले भिडियो हेरेर लाइक, कमेन्ट, सेयर गरेर अगाडि बढाइदिउन्। धन्यवाद। हस् त, फेरि पनि यस्तै भिडियो तपाईँहरूको माझ फेरि पनि ल्याएर आउनेछु। जय नेपाल।